अब त मैदान पनि खाली भयो। अब एक भएर हाम्रो अधिकारको लागि अघि बढ्ने कि एक दोस्रोको खैरो खनेर यो सोसल मिडियाका टिमहरूसँग लडाइँ गरिरहने? भन्नुहोस् त। अब मैदान खाली छ। हाम्रो मागको लागि सबै एक हुनु जरुरी छ। पक्ष विपक्ष, सत्ता दल, बेसत्ता दल, हाम्रो तिम्रो सबै नै मिलेर यो पालिको शहीद दिवसको अघि त्यो शहीदले न्याय पाएको हुनुपर्छ। त्यसको लागि पर्नुहोस्। सत्तामा बस्नु इम्पोर्टेन्ट होइन। देख्नुभयो त हिजो गद्दार, चोर, हेन तेन मुद्दा बेचुवा भने एकै सेकेन्डमा जिटिए खारिज गरिदियो होइन, मतलब राजीनामा दियो होइन सत्ताबाट। अब चाहिँ मुद्दाको लागि सबै लागि गर्नुपर्छ। हामी डुवर्स हिजो पनि पहाडको नेताको साथमा थियौँ र आज पनि छु र भविष्यमा पनि रहनेछु। तर इमान्दारी हुनुपर्छ जातीय मुद्दाप्रति। जस्तो विष्टजीले भनेको छ र विष्टजीको साथमा हामी लागेको छौँ र सबैले नै विष्टजीको साथ र भरोसाले योपालि बङ्गालमा परिवर्तन पनि ल्यायो र योपालि शहीद दिवसको अघि यो गोर्खा जातिलाई केही न केही त्यो न्याय पाउने व्यवस्था ल्याइदिनुहोस्। सम्पूर्ण भारतभरि छरेर बसेको गोर्खा जातिले न्याय पाउनुपर्छ। सिर्फ दार्जिलिङ पहाड तराई डुवर्सले मात्र होइन। जय हिन्द, जय गोर्खा, जय गोर्खाल्यान्ड।